भिडियो हेरेर बसिरहनु हुने सबैजनालाई नमस्ते। आजको भिडियो चाहिँ बुढा नेपालमा बुढी दुबईमा अनि बुढी नेपालमा बुढो दुबईमा हुनेहरूको लागि हो। किन मैले यसो भनेको भन्नुहुन्छ भने अहिले दुबईमा पार्टेसनहरू जति थियो त्यो सबै दुबई सरकारले भत्काउन आदेश दिएको छ। त्यसकारणले गर्दाखेरि आज चाहिँ म हजुरहरूलाई पार्टेसनमा कसरी बस्थे मान्छे अनि अहिले पार्टेसन भत्काइसकेपछि कसरी बस्छन् भनेर दुईटै देखाउने छु। यसको लागि चाहिँ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। दुबई सरकारले किन पार्टेसन भत्काउने निर्णय गर्यो भन्दाखेरि चाहिँ मेन कारण चाहिँ सेफ्टी अथवा सुरक्षाको कारणले गर्दा हो। किनभने एउटै बिल्डिङको भित्र धेरै मान्छेहरू बस्न थाले, साना पार्टिसन बनाउने, त्यसमा चाहिँ इनकेस आगलागी भयो भने मान्छे बाहिर निस्किनलाई धेरै टाइम लाग्ने, धनजनको धेरै क्षति हुने भएको कारणले गर्दाखेरि पार्टिसन भत्काउने आदेश दिएको हो। अब पार्टिसनमा कस्ता मान्छे बस्छन् त भनेर भन्दा खासमा चाहिँ पार्टिसनमा बुढाबुढी बस्ने हो, गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्ने हो। तर बुढाबुढी आफ्नै हुन नि सक्छन्, अर्काको बुढी हुन नि सक्छन्, अर्काको बुढा हुन नि सक्छन्। त्यो चाहिँ कसैलाई थाहा हुँदैन। त्यो थाहा भएर पनि कसैले केही गर्दैन, यहाँनिर गर्ने कुरो पनि भएन। मान्छेको पर्सनल लाइफ हुन्छ यहाँ। त्यस कारणले गर्दाखेरि अहिले त्यस्ता मान्छेहरू अथवा आफ्नै बुढाबुढी पनि अथवा आफ्नै बोयफ्रेन्ड गर्लफ्रेन्ड पनि अहिले चाहिँ समस्यामा परेका छन्। अनि त्यस कारणले गर्दाखेरि मैले यो भिडियोमा चाहिँ तपाईहरूलाई पार्टिसन भत्काइसकेपछि पनि उनीहरू कसरी बस्छन् भनेर देखाएको छु। अनि पहिला पार्टिसन हुँदाखेरि चाहिँ कसरी बस्छन् त भनेर पनि देखाएको छु। त्यो हेर्न चाहिँ हजुरहरूले भिडियो लास्टसम्म हेर्नु नै पर्ने हुन्छ। ल हेर्नुहोस् यहाँ पार्टिसनमा कसरी बस्छन्। एउटा रुमको भित्र पार्टिसन गरेको हुन्छन्, कसरी बस्छन् भनेर म तपाईँहरूलाई देखाउँछु। यो एउटा पार्टिसन, यो अर्को पार्टिसन सानो गल्ली छ। यहाँ चाहिँ यसरी बस्छन्। ल हेर्नुहोस् म तपाईँहरूलाई यहाँ गयो, यो सानो पार्टिसन, तल सुत्ने ठाउँ हुन्छ अलग्गै। अब यहाँबाट यस्तो खुड्किलो हुन्छ, यहाँबाट यस्तो खुड्किलो गएर हेर्नुहोस् यस्तो गएर यहाँ माथि पनि हुन्छन्। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि जोडी चाहिँ माथि नै सुत्छन्, तल बसेर खान्छन्। यहाँ चाहिँ यस्तो अवस्था छ। अब अहिले पार्टिसन भत्काएपछि कस्तो छ हुन्छ भनेर चाहिँ अर्को भिडियोमा हेर्नुहुन्छ। यहाँ चाहिँ पहिला पार्टिसन थियो, अब अहिले पार्टिसन भत्काएपछि चाहिँ अब सबै बेडहरू एकै ठाउँमा आए, वल्लो पल्लो देखिने भयो। अनि त्यही भएर अहिले सुत्ने चाहिँ यसरी पर्दा लाएर, अहिले चाहिँ माथि मान्छे छैन, माथिको बेडमा तल मात्रै छ मान्छे। अनि त्यही भएर तल मात्र पर्दा हालेछन्। यो पर्दा भने चाहिँ यो कङ्क्रिटको भित्ता जस्तो, यो पर्दाभित्र के हुन्छ। अब पहिला पार्टिसनमा जे हुन्थ्यो यो पर्दाभित्र नि करिब त्यस्तै हुन्छ। यो पर्दाभित्र के हुन्छ कसो हुन्छ भनेर चाहिँ वरिपरि बस्ने साथीहरू सबैलाई थाहा हुन्छ। अनि त्यही भएर साथीहरूले वास्ता गर्दैनन्, उनीहरूले जे गर्छन् उनीहरूकै लाइफ। अब अरूले हस्तक्षेप गर्ने कुरो त भएन, राम्रो कुरा भएन। त्यही भएर दुबईमा चाहिँ अहिले पार्टिसन भत्काएपछि चाहिँ यस्तो हालत छ। अब पार्टिसन हुँदा चाहिँ तलमाथि नै मान्छे थिए। यो पार्टिसन भत्काएपछि चाहिँ करिब आधी सरो मान्छेहरू फेरि त्यस्तै सेपरेट ठाउँको खोजीमा
अरू सिटीमा चाहिँ गइसक्नु भएको छ। अन्त चाहिँ अलि टाढा चाहिँ पार्टिसन छ, त्यता पनि बिस्तारै भत्काउने भन्ने कुरो चाहिँ छ, तर अहिले भत्काइहालेको छैन। अब साह्रै अप्ठ्यारो हुनेलाई त यहाँ बसेर त फाइदा छैन। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? आफ्नो बुढा अथवा बुढी दुबईमा हुनुहुन्छ भने खबरदारी गर्नुहोला। यस्तै दुबईको भिडियो हेर्नको लागि च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। लाइक अनि कमेन्ट पनि गर्नुहोला। धन्यवाद।